असल रुखले असल फल फलाउँछ, खराब रुखले खराब फल फलाउँछ हैन। हिजोको दिनमा खराब रुखमा थियौँ, खराबै फल फलेको थियो, तर आज असल रुखमा छौँ। असल असल कामहरू, मन बढ्ने कामहरू, उत्साहित हुने कामहरू, एकदमै तेज तेज बढ्ने कामहरू, डाइरेक्ट पिताले गवाई स्वरूप फलहरू हाम्रो जीवनमा लटरम्म फलाइसक्नु भएको छ। असल बोट हौँ हामी। हाम्रो मूल परमेश्वर हुनुहुन्छ, हाम्रो स्रोत पिताजी हुनुहुन्छ। यस्ता अद्भुत काम पिताजीले गर्नुभएको छ। हामी सबको लागि दिन रात बढाउने काम परमेश्वरले गर्नुभएको छ। जुन रुखले नदीको पानी पिउँछ, नदीको पानी लिन्छ, ऊ दिन रात बढ्छ अनि असल फल फलाउँछ। त्यस्तै जुन मनले परमेश्वरका तर्फका सकारात्मक वचनलाई धन्यवाद गरेर पकड्छ, लिन्छ, पाइसके भन्ने मन बनाउँछ, तब परमेश्वरका स्वर्गका कामहरू परमेश्वरले दिइसक्नु भएको छ।